आमाको मामा हैन मामाको भान्जी ज्वाइँलाई चाहिँ के पर्छ सो कमेन्टमा आन्सर भन्नुहोस् होला। सो मैले भिडियो सुट गर्दाखेरि चाहिँ इभिनिङ हुँदैछ, तपाईँहरूले हेर्दा मर्निङ आफ्टरनुन इभिनिङ के हुनसक्छ। सो आज चाहिँ हामी मोमो खान लाग्यो। यहाँ माथिबाट पनि तेल हालेको, माथिबाट पनि तेल हालेको, तेल कम्ती भयो। सो यहाँ चाहिँ हाम्रो के भन्छ किमा छ, अनि यो चाहिँ भेज मोमो इस्कुस र प्याज छ। अनि यो चाहिँ मैले भनेको यो अलिकति पकाएर खाऊँ न भनिकन। सो यता चाहिँ मैले सबै उयो रेडी बनाइसकेको छु। यता पानी उयो हुँदैछ। अनि चलाउने केले चलाउँछ? हातले चलाउनु त लु। के गरेको हौ? सो यहाँ चाहिँ यस्तो होइन हौ, तेल त अघिकै ठिकै थियो हौ। यो त गनाउँछ नि फेरि अन्त माथिबाट ठुस्सै हालेर। त्यसै पनि बनाइदिइरहेको कहाँ गनाउँदैन थियो नि त त्यस्तो साह्रो त। हेर्दै जुसी अलिकति पानी पनि हाल्यो तपाईँले? के को हाल्छौ? इस्कुसबाट अहिले पानी निक्लेर बनाउन सकिन्छ हुन्छ। पानी पनि हाल्यो होइन यहाँ मैले त कस्तो भागेको। भेज मोमो पाउँदैछ, मैले भोइस कभर गर्दैछु किन भन्दाखेरि मैले बोलेकै थिइनँ रहेछ, मैले भिडियो मात्रै बनाइरहेको रहेछु। इस्कुसको मोमो छ, सो हेर्दै जानुहोस् होला कसरी बनाउँछ भने चाहिँ। यो किमालाई चाहिँ आज चाहिँ अलिक पकाएर बनाउने भनिकन मैले भनेको थिएँ। सो त्यही भएर चाहिँ एकछिन पकाउँदैछु। तातो तेल माथिबाट हालेर भइरहेछ मलाई चाहिँ। सो हेर्दै जानुहोस् होला। नै सकेर चाहिँ कस्तो भएछ मोमो चाहिँ आज नयाँ तरिकाले खाँदाखेरि चाहिँ। मोमो हराउँछ यहाँ चाहिँ किन आएर खाएको रुममा चाहिँ साँच्ची भन्दा? किचनमा चाहिँ अब सिधा बस्नै नसक्यो। यहाँ छ हाम्रो अचार, यहाँ छ मामु, मजा हुँदैछ खानु। तर तातो रहेछ नि त है, सो त्यही भएर आँखा चिम भइ पनि रियाक्सन दिनु नछोडेको। यस्तो दामी टेस्टी त अनेस्टली भन्दाखेरि चाहिँ सो टेस्टी साँच्ची भनेको। मिठो अब हामी टाइम लगाएर बनाउँछ, सो त्यही भएर मिठै भन्छ नि त। जुसी पनि भएको छ। सबैजना मोमो खाइसकेर सुत्नु भइसक्यो। उब्रिएको पनि हामी दुईजना चाहिँ आमाको मामा मामा। सो गाइस तपाईँहरूलाई एउटा क्वेसन छ भन्नु त। आमाको मामा हैन मामाको भान्जी ज्वाइँलाई चाहिँ के पर्छ सो कमेन्टमा आन्सर भन्नुहोस् होला। फेरि पनि रिपिट गर्छु, आमाको मामा मामाको भान्जी ज्वाइँलाई चाहिँ के पर्छ हामीले कमेन्ट डाउन। हामीलाई चाहिँ याद भएन। सो तपाईँहरू कमेन्ट गर्नुहोस् होला। यता चाहिँ नेरिया पनि सेकेन्ड राउन्ड लु खाइदिइहाल त। हालिहाल नि यो भाइ। अब भिडियोलाई अन्त गरेको। इज्जतको सवाल छ बहिनी। अब खाइहाल न। छोड न खाइहाल न। यहाँ छ नि राम्ररी उयो गरेको नि त। दुईटा लाइन बनाइहालेको नि त। सुमोमो पनि एकदमै क्युट छ। ला टल्केर केही देखिन। So bye bye, thank you for watching.